Good morning guys. म बिहानै उठेँ अल्छी मानी अनि मैले फोडे ओखर बिकज खानु पर्यो हैन। त्यसपछि मेरो छोरा उठ्यो अनि मेरो हस्बेन्डले उसलाई जाउलो खुवायो। उसकै ड्युटी हो सधैँ छोरालाई फिड गराउने। त्यसपछि हामीले गर्यौं ब्रेकफास्ट। त्यसपछि म राम्री भएँ अनि राम्री भएर आज हामी जाँदैछौँ बिकज इट्स शनिबार एन्ड इट्स मन्दिर डे र आज हामी जाँदैछौँ दक्षिणकाली किनभने हजुरबा अहिलेसम्म दक्षिणकाली गइसकेको छैन रे। सो हामीले हजुरबालाई तीर्थयात्रा लिएर गएको अनि हामी पुग्यौं दक्षिणकालीमा चाहिँ अघिल्लो दिनको त्यो पानी परेर सेम डेको पानी परेर होला खोला वाज लाइक मडी खोला सबै माटोवाला खोला थियो अनि हामीले तल दर्शन गर्यौं अनि हामी गयौं माथि ठाडो उकालो चढेर माथिको मन्दिर पनि दर्शन गर्नलाई। यो चाहिँ भ्यू हो माथिको मन्दिरबाट विच वाज भेरी नोस्टाल्जिक। त्यसपछि हामी तल आयौं अनि हामीले गर्यौं ब्रेकफास्ट। म चाहिँ केही पनि हेल्दी खाइन। त्यसपछि हामीले गर्यौं अलिकति लोकल प्रोडक्टहरुको शपिङ। त्यसपछि हामी बाटोबाट फर्किँदाखेरि शेष नारायण मन्दिर छिर्यौं। मलमासमा नारायण भगवानको दर्शन गर्नुपर्छ भनेर होला दिस वाज सो मच भिड। त्यसपछि बाटोमा फेरि तौडाह पर्यो अनि हजुरबा तौडाह पनि गइसकेको छैन भनेर हामीले हजुरबालाई तौडाह घुमाउन लग्यौं अनि लास्टमा हामीले अलिकति फिसलाई फिडिङ गर्यौं अनि फर्क्यौं। थ्यांक यू फर वाचिङ।